नमस्ते एभ्रिवान, होप यु गाइज आर फाइन। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। र आजको ब्लगमा चाहिँ हामी के गर्दैछौँ भने हामी जाँदैछौँ आज बर्गर हाउस होइन। आज चाहिँ के भने आज चाहिँ गाई जात्रा हो। हामी चाहिँ अब जात्रामा नि जान्छै जाँदैन हेरौँ होइन, अब के हुन्छ हेरौँ। अनि हामी चाहिँ अब बर्गर हाउस जान्छौँ, तपाईँलाई हामी बाटोमा भेट्छौँ त टक्क ल। यहाँ छौँ होइन, हाम्रो केटाहरू चाहिँ यहाँ पछाडि एकजना अनि अगाडि दुईजना छन्। एकदम घाम सर्किरहेको छ। आज जात्राको दिन हामी जात्रा हेर्नु जाने, आज हामी बर्गर हाउस जाने उतातिर पाहाडहरू छन्। अनि यहाँ रोड चाहिँ आज एकदम खाली खाली छ। खाली खाली भने त्यो स्कुटर आयो त्यस्तै छ रोड। तपाईँहरूलाई अब म बिच बिचमा भेटिराख्छु त ल लागि सक्छ। अग्निभन्दा अलि मुनि आइपुग्यो होइन। अनि यता केटाहरू छ, केटा जस्तो केही भन्ने हो नि त मेरो भ्लगमा। दामी दामी आज जे हुन्छ रमाइलो हुन्छ क्या। अच्छा ल रमाइलो हुन्छ होइन। अब जहाँ म हुन्छु त्यहाँ रमाइलो त अझ होइन। अब यहाँ तपाईँले देख्नुहुन्छ बाटोमा होइन, यहाँ पुलहरू पनि छ। अनि यहाँ चाहिँ यस्तो छ होइन। तपाईँलाई म अलिक तल गरेर भेट्छु फेरि त ल, तपाईँसँग फेरि सट्ट अलिकति तल आइपुग्यौँ फेरि होइन। अनि हाम्रो केटाहरू चाहिँ पछाडि छन्, कस्तो बिस्तारै हिँडिरहेछन्। अनि हाम्रो चाहिँ एउटा नयाँ दोस्त भेट्टाएको छ यहाँ, उसँग हामी कुराहरूमा एकछिन। ओ दोस्त के यार त दोस्त यार हामीलाई त मतलब गर्नु छोडिस् दोस्त, पक तँलाई पक। यो अलिकति धनी भयो अहिले होइन। अनि हामीलाई अहिले मतलब गर्नु छोड्यो यार। पैसा चाहिँदैछ कि सबै कुरा गर्नलाई होइन। पैसा त सबै छ, पैसा केही पनि छैन। तपाईँहरू अब अलिक तलै गएर भेट्छु म है त ल। यहाँ तल हिडन एक्सन भन्ने ठाउँमा आइपुगेको छ होइन, जहाँ चाहिँ स्टन्टहरू हुन्छ होइन। अनि तपाईँ देख्नुहुन्छ बादलहरू पनि एकदम खतरा छ क्या आज, पानी पर्ला जस्तो पनि भइरहेछ। अनि यतातिर पनि त्यस्तै छ, रोड पनि यस्तो छ होइन। अनि हिडन एक्सन चाहिँ उयो त्यो जस्ता त्यो ब्लू कलरको जस्ता भएको हो कि बाटो चाहिँ यो त्यहाँबाट जाने। अनि त्यहाँ चाहिँ स्टन्टहरू सिकाइन्छ। आज चाहिँ खुल्लै रहेछ, बन्द छ होला भनेर थियो। अनि तपाईँहरू पनि स्टन्ट सिक्न चाहनुहुन्छ भने आउनु सक्नुहुन्छ होइन। अनि केटाहरू अलिक तल पुगिसक्छन्। अब तपाईँहरूलाई म सिधै अब तल सल्लाहघारी चौकमा गएर भेट्छु है त। हामी चाहिँ सल्लाहघारी चौक आइसकेका छौँ होइन। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर पुरै बादल त यस्तो खतरा भएछ नि आज। आजको वेदर चाहिँ एकदम बवाल छ कि। यो चाहिँ सल्लाहघारी चौक हो होइन। अनि यता चाहिँ त्यो ग्राउन्ड हो जहाँ हाम्रो त्यो कुन चैत महिनामा होला होइन, त्यो महिनामा मेला लाग्छ। यही ग्राउन्ड हो। अहिले चाहिँ यस्तो के बनाएर आएको छ यहाँ। अनि आजको वेदर चाहिँ होस् एकदम राम्रो छ कि। यो बादलहरू चाहिँ एकदम बवाल आएको छ क्या आज। ल सो यति भन्दै यो ठाउँको मेरो 2-4 शब्द यहाँ टुङ्ग्याउनु छ तपाईँलाई। म अब सिधै माथि राति फेरि गरौँ। हेलो गाइज भन्छु है त तपाईँसँग लागि चेक गर्ने सिनेमेटिकहरू। फाइनली आइसकेको छु राति राति होइन। तपाईँले देख्न सक्नुहुन्छ यो ठुलो बिल्डिङ, यो ठुलो बिल्डिङ देखेर तपाईँ पत्ता लगाउन सक्नुहुन्छ हामी कहाँ छौँ भनेर होइन। अगाडि छैन यस्तो देख्न सक्नुहुन्छ हाम्रो केटाहरू चाहिँ यता छन् होइन। तपाईँलाई अब यस्तो भिडियो यस्तो छ होइन। यो बिल्डिङ के गरेर होला है, के बोलौँ भयो होइन गाइज। मलाई चाहिँ तपाईँले देख्न सक्नुभयो होला अगाडि भर्खर होइन, भर्खरका भाइ बहिनीहरूले के गरे त्यस्तो होइन। म भन्न सक्दिनँ कि पछाडि छन् तिनीहरू होइन। म केही बोल्न सक्दिनँ, त्यो कुरा छोडिदिउँ हामी चाहिँ बर्गर हाउस छैन, बर्गर पड्काउने हो। तपाईँ देख्नुहोस् यहाँ चक्री राइडर होइन के गरे जस्तो हो। गर्नुपर्छ यस्तो लागि चाहिँ के बिदिन मचाएको भनेको त्यो हुन्छ नि अलिकति ज्यानको माया होइन। अब हामी चाहिँ बर्गर हाउस गरै तपाईँलाई भेट्छौँ है त ल। बर्गर हाउस आइसकेको छ होइन। देख्नुहुन्छ केटाहरू यता मस्त भइरहेछन्। यहाँ चाहिँ कोक खाँदैछौँ यहाँ हामी चाहिँ अहिले छ देख्नुहुन्छ होइन।
फाइनली चाहिँ हामी भाटपेटी नै आएको छौँ होइन भाटपेटीबाट देखिन्छ हुन्छ बाहिरको भ्यू चाहिँ यस्तो देखिन्छ अनि त चाहिँ केटाहरू छन् होइन कस्तो भइरहेछ केटा हो रमाइलो कस्तो भइरहेछ केटा सुक्रा दाइ चाहिँ एकदम रमाइलो भइरहेछ मेरो कपाल चाहिँ अलिकति पिग्रेर कस्तो भइरहेको कि अब हामी चाहिँ तपाईँलाई देखाइहाल्छौँ होइन यो चाहिँ के राधे राधेको भाटपेटी नै हो तपाईँ दिनुहुन्छ होइन यस्तै छ निक्लेसमा होइन अनि हामी चाहिँ अब जात्रामा जान्छौँ जात्राको भिडियो पनि हामी यसमै जोड्छौँ हेर्दै गर्नु होला है त